राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय आर्थिक गणनामा कसरी एप्लाई गर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। तपाईँ पनि आफ्नो मोबाइल वा ल्यापटप वा डेस्कटपमा कुनै एउटा ब्राउजर खोल्नुहोस् र hrms.nso.nepal.gov.np भनेर तपाईँ टाइप गर्नुहोस् है, कुनै एउटा ब्राउजरमा। अनि त्यो टाइप गरिसकेपछि तपाईँको ब्राउजरमा यस्तो देखिन्छ। यदि यो भएन भने तपाईँले खुलेन भने 2-3 चोटि रिफ्रेस गर्नुहोस्। अनि तपाईँ कुन पदको लागि दिँदै हुनुहुन्छ त्यो पद चुज गर्नुहोस्। मानौ मैले चाहिँ तपाईँलाई अहिले नमुनाको लागि सुपरिवेक्षकको लागि भरिदिँदैछु, र त्यो भर्नुभन्दा अगाडि तपाईँले के गर्नु पर्यो, यहाँ भएका सबै विवरणहरू भर्नुपर्छ। कुनै एउटा छोड्नु भयो भने फर्म सबमिट हुँदैन। तपाईँले फोटो डकुमेन्ट अपलोड गर्दा फाइलको प्रकार चाहिँ कि पिडिएफ के भन्छ जेपिजी भनेको इमेजमा हुनुपर्छ, र त्यो अधिकतम कति 200 केबीको हुनुपर्छ। त्योभन्दा ठुलो भयो भने, त्योभन्दा ठुलो साइजको भयो भने यहाँ अपलोड हुँदैन है। मैले चाहिँ तपाईँलाई नमुनाको लागि एउटा यो भरेर देखाइदिँदैछु। मानौ यहाँ क्लिक गरिसकेपछि तपाईँ के भर्ने त्यो चुज गर्नुहोस्। सुपरिवेक्षक कुन प्रदेशको हुनुहुन्छ, तपाईँ कुन प्रदेश हो त्यो प्रदेश चुज गर्नुहोस्। अनि कुन जिल्ला हो, त्यसपछि तपाईँको नगरपालिका या गाउँपालिका के हो त्यो चुज गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको वडा नम्बर कति हो, कुनै एउटा तपाईँ आफू बसेको वडा नम्बर लेख्नुहोस्। अनि त्यसपछि यहाँ तपाईँ के गर्न सक्नुहुन्छ त, नाम लेख्न सक्नुहुन्छ। यहाँ नेपालीमा भनेछ, नेपालीमा नाम मैले मानौ फर इक्जाम्पल यो रामबहादुर विष्ट भन्नेको भर्दिएँ। अब यहाँ तपाईँ के गर्नुहुन्छ त इङ्ग्लिसमा नाम लेख्नुहुन्छ, रामबहादुर विष्ट भनेर तपाईँ इङ्ग्लिसमा नाम लेख्नुहुन्छ। लिङ्ग आफू तपाईँ छुट्टै हाल्नुहुन्छ। त्यसपछि बाबुको नाम भन्नुहुन्छ। बाबुको नाम मैले यहाँ तपाईँलाई के चुज गरिदिएँ त है, बाबुको नाम मैले तपाईँलाई यहाँ श्यामबहादुर विष्ट भनेको एउटा मैले लेखेको देखाएँ। त्यसपछि आमाको नाम मैले यहाँ के लेखेको देखाएँ, तपाईँलाई मैया विष्ट भनेर लेखेको देखाएँ। त्यसपछि बाजेको नाम उसको के रहेछ त कुमार विष्ट भनेर तपाईँ लेख्नुभयो। अनि जन्ममिति भनेको तपाईँ कुनै एउटा जन्ममिति लेख्नुहुन्छ होइन। तपाईँ आफू कहिले जन्मिनुभएको नागरिकतामा हेरेर तपाईँले के गर्नुहुन्छ, आफ्नो जन्ममिति लेख्नुहुन्छ। यो लेखिसक्नु भयो भने तपाईँको यतापट्टि इङ्ग्लिसमा आफै आउँछ, कति वर्ष पुग्नु भयो भने आफै आउँछ। अनि तपाईँ यहाँ आफ्नो मोबाइल नम्बर लेख्न सक्नुहुन्छ भने तपाईँ यहाँ के गर्नुहुन्छ त, यहाँ तपाईँ आफ्नो जिमेल राख्नुहुन्छ। अनि त्यसपछि नागरिकता सम्बन्धी विवरणमा तपाईँको नागरिकता नम्बर लेख्नुहुन्छ तपाईँले यहाँ होइन त। हो यसरी तपाईँ कुनै एउटा तपाईँको नागरिकता नम्बर लेख्नुहुन्छ। नागरिकता कहाँबाट लिनुभएको, मानौ यो बागमती प्रदेशको कहाँबाट लिएको हो त, काठमाडौँबाट लिएको। तपाईँले पनि कहीँबाट लिनुभयो होला। अनि नागरिकता कहिले लिनुभएको तपाईँले, त्यो यहाँ लेख्नुहोस्। यहाँ लेख्नुहोस्। त्यसपछि यहाँ तपाईँको नागरिकता अपलोड गर्नुहोस्। नागरिकता तपाईँको इमेज भए पनि हुन्छ, पिडिएफ भए पनि हुन्छ, तर 200 केबी भन्दा कम साइजको हुनु पर्यो। अनि तपाईँको स्थायी ठेगाना कहाँ हो त, तपाईँ काठमाडौँ बागमती प्रदेश, अथवा तपाईँ आफ्नो प्रदेश लेख्नुहोस्, काठमाडौँ लेख्नुहोस्। त्यसपछि नगरपालिका कुन नगरपालिका हो त्यहाँ चुज गर्नुहोस्। त्यसपछि कति नम्बर वडामा बस्नुहुन्छ त्यो चुज गर्नुहोस्। त्यसपछि तपाईँको टोलको नाम के हो त, त्यहाँ कुनै एउटा चुज गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको बसोबास पनि त्यही हो त, तपाईँको स्थायी र अस्थायी बसोबास एउटै छ कि फरक छ, एउटै छ। अनि तपाईँले के त सुपरिवेक्षकको लागि स्नातक पास हुनु पर्यो। कुन सङ्कायबाट गर्नुहुन्छ, कुनै एउटा सङ्काय चुज गर्नुहोस्। त्यसपछि मुख्य विषय के हो, ल मैले यहाँ वाणिज्य चुज गरेको एकाउन्टको के त, ल एकाउन्ट नै होला। तपाईँले कति जिपिए ल्याउनु भएको थियो त, टोटल कति जिपिए ल्याउनु भएको थियो त, 3.3 जिपिए। अनि तपाईँले यहाँ मार्कसिट र आफ्नो के त क्यारेक्टर अपलोड गर्नुहोस्। त्यसपछि तपाईँले न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता विवरण छ त, तपाईँले ब्याचलर्सभन्दा माथिल्लो गर्नुभएको छ भने छ, छैन भने छैन। अनि तपाईँले कुनै तालिम लिनुभएको छ त्यो तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै तालिम छ त, छ भने छ, छैन भने तथ्याङ्क सङ्कलन सम्बन्धी तालिम छैन। अनि अनुभव अनि तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै किसिमको अनुभव छ त तपाईँसँग, छ भने छ, छैन भने छैनमा टिक लगाइदिनुहोस्। छैन भने यहाँ चुज गर्नुहोस्। अनि तपाईँले के गर्नुहोस् त, आफ्नो एउटा पासपोर्ट साइजको फोटो अपलोड गर्नुहोस् यहाँ है, तपाईँ अपलोड गर्न सक्नुहुन्छ। त्यो फोटो पनि तपाईँ के हुनु पऱ्यो, 200 केबीसँग कमको हुनु पऱ्यो। अनि यहाँ टिकमा टिक लगाउनुहोस् यहाँ। त्यसपछि तपाईँ सबमिट बटनमा क्लिक गर्न सक्नुहुन्छ है त। अनि यो गरिसकेपछि तपाईँको के हुन्छ त, यो फाइल देखिन्छ। यो फाइल देखियो भने तपाईँको रजिस्ट्रेसन नम्बर पनि यहाँ छ। अनि यो फाइललाई यो डाउनलोडमा क्लिक गरेर तपाईँ डाउनलोड गर्नुहोस्, र पछि तपाईँ सर्ट लिस्टमा सेलेक्ट भइसकेपछि इन्टरभ्यूको लागि जाँदाखेरि यो डकुमेन्ट तपाईँ प्रिन्ट गरेर लिएर जानुपर्छ है त। हवस् ल, धन्यवाद।